नमस्कार साथीहरू। नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनको राजीनामासँगै नेपाली राजनीतिमा उथलपुथल भएको छ। नेपाली कांग्रेसका नेता कार्यकर्ता लगायत अन्य पार्टीका नेता तथा कार्यकर्ताले समेत आलोचना टीका टिप्पणी गर्दै आइरहेका छन्। नेपाली कांग्रेसका अधिकांश नेता कार्यकर्ताले नैतिक जिम्मेवारीका साथ राजीनामा दिनु राम्रो कार्य भएको प्रतिक्रिया दिएका छन्। नेपाली राजनीतिमा वर्षौंदेखि जरा गाडेर बसेको भ्रष्टाचार कुशासनको विरुद्ध सधैँ आवाज उठाउने गगन थापाले पार्टीमा विद्रोह गरेर राजनीतिलाई सफा, जवाफदेही र युवा केन्द्रित बनाउने कोसिस गरेका थिए। तर यो चुनावको मत परिणामले साबित नगरेको भन्ने धेरैको भनाइ छ। को हुन् त गगन थापा? गगन थापा विक्रम सम्वत 2033 साल साउन 13 गते काठमाडौँमा जन्मिएका हुन्। विद्यार्थी जीवनबाटै नेपाली राजनीतिमा होमिएका थापाले नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका हुन्। विद्यार्थी राजनीतिबाटै सक्रिय गगन थापाले गणतन्त्र विरोधी आन्दोलनहरूको नेतृत्व समेत गरेका छन्। उनले सडक आन्दोलनलाई सक्रिय नेतृत्व गरेपछि नेपाली राजनीतिमा चर्चित हुँदै आएका हुन्। विक्रम सम्वत 2064 सालको पहिलो संविधान सभाको निर्वाचनबाट समानुपातिक प्रणाली मार्फत 31 वर्षीय विद्यार्थी नेता पहिलो पटक सांसद बने। विक्रम सम्वत 2070 सालमा दोस्रो पटक भएको संविधान सभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर 4 बाट 22,000 भन्दा बढी मत लिएर विजयी भए। पहिलो पटक प्रत्यक्ष निर्वाचित भएका र दोस्रो पटक सांसद भएका गगन थापा 2072 सालमा भएको नेपाली कांग्रेसको 13औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य बने। विक्रम सम्वत 2073 सालमा नेपाली कांग्रेस र तत्कालीन नेकपा माओवादी केन्द्रको सहकार्यमा सरकार बन्यो। उक्त सरकारमा उनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाए। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रीमण्डलमा चर्चित मन्त्री बने। स्वास्थ्य बीमा मार्फत सबै नागरिकलाई स्वास्थ्य बीमा सहज बनाउने उद्देश्यले उनले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमले नेपालीहरूबाट स्याबासी पाए। उनले मन्त्री हुँदा औषधिको मूल्य नियन्त्रण, सरकारी अस्पतालको सुधारको प्रयास, डाक्टर र स्वास्थ्य कर्मीको व्यवस्थापन जस्ता कार्यले चर्चा बटुले। गगन थापा एक सुधारवादी नेता हुन् भन्ने छवि कमाए। 2074 सालको निर्वाचनमा पनि काठमाडौँ क्षेत्र नम्बर 4 बाट उनले 21,500 मत भन्दा बढी लिएर दोस्रो पटक निर्वाचित भए। विक्रम सम्वत 2078 सालको नेपाली कांग्रेसको 14औं राष्ट्रिय महाधिवेशनबाट अत्याधिक मत लिएर महामन्त्रीमा निर्वाचित भए, जसले उनलाई पार्टीभित्र एक प्रभावशाली युवा नेताको रूपमा स्थापित गर्यो। विक्रम सम्वत 2079 सालको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर 4 बाटै 21,300 भन्दा बढी मत लिएर तेस्रो पटक उक्त निर्वाचन क्षेत्रबाट निर्वाचित भए। सांसद हुँदा संसदमा कुशासन, भ्रष्टाचारको विरुद्धमा चर्को आवाज र भाषण गरिरहने गगन थापा जनताहरू माझमा अझ लोकप्रिय बन्दै गएका थिए। भदौ 23 र 24 गतेको जिन्जी आन्दोलनबाट देशमा उत्पन्न राजनीतिक परिवर्तनले नेपाली कांग्रेसलाई समेत छोयो। जिन्जी आन्दोलनपछि नेतृत्वमा रूपान्तरणको एजेन्डा बोकेर गगन थापा र विश्वप्रकाश शर्माले देउबासँग महाधिवेशनको माग राख्दै आएका थिए। तर चुनाव अघि महाधिवेशन गर्ने पक्षमा देउबा र देउबा पक्षीय नेताहरूले चासो नदेखाएपछि कांग्रेसमा विभाजनको संकेत देखा पर्यो। तर 2046 सालमै 14 वर्षको केटोले गरेको आन्दोलन र पाएको सफलताको छाप गगनले बिर्सेका थिएनन्। नभन्दै पार्टी विभाजनको बिन्दुमा पुगेर कांग्रेसको 54% महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी पार्टीको विधान अनुसार बोलाएको विशेष महाधिवेशनबाट गगन थापालाई विक्रम सम्वत 2081 साल माघ 1 गते नेपाली कांग्रेसको केन्द्रीय सभापतिमा निर्विरोध निर्वाचित गर्यो। 2084 सालमा हुनुपर्ने निर्वाचन जेन्जी आन्दोलनले 2082 सालमै गर्नुपर्ने बाध्यता ल्यायो। निर्वाचनमा बदलिएको कांग्रेसलाई जनताले अनुमोदन गर्न चाहेनन्। नेपाली कांग्रेस मात्र नभई पुरानो राजनीतिक दलको हरिबिजोग हुँदा नेपाली कांग्रेसको लागि अपेक्षित मत परिणाम आउन सकेन। नेपाली कांग्रेस र नेपाली राजनीतिका हेपियोट भनिएका सबै नेताहरू पराजित भए। गगन थापा पनि अछुतो रहन सकेनन्। सर्लाही क्षेत्र नम्बर 4 बाट चुनावमा उम्मेद्वार बनेका गगन थापालाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार अमरेश कुमार सिंहले 12,857 मत अन्तरले पराजित गरे। थापाले 22,831 मत प्राप्त गर्दा सिंहले 35,688 मत प्राप्त गरे। यो निर्वाचनमा पार्टी र उनले पाएको मत परिणामबाट नेपाली कांग्रेसलाई सन्तुष्टि मिलेन। प्रत्यक्षतर्फ 18 सिट र समानुपातिकतर्फ 20 सिट गरी जम्मा 38 सिटमा खुम्चिएको नेपाली कांग्रेसमा नेतृत्वको दोष हो वा मत परिणामको जनलहरले यो परिणाम आयो भन्ने समीक्षा नहुँदै उनले दिएको राजनीतिक राजीनामालाई नेपाली राजनीतिमा अनेकौं बहस भइरहेको छ। यो परिस्थितिमा पार्टीलाई युवाको खाँचो छ र पार्टीलाई पुनर्निर्माण गर्नुपर्छ भन्ने लहर पनि छ। अर्कोतिर नैतिकताको आधारमा राजीनामा दिनु जायज हो भन्नेहरू पनि छन्। खैर जेउस, गगन थापाले पार्टीभित्र गरेको विद्रोहले भने अन्य पार्टी र युवालाई केही सिक्नुपर्ने पाठ सिकाएको छ। अब बस्ने केन्द्रीय समितिको बैठकले उनको राजीनामाको बारेमा छलफल गर्ने भनिएको भए तापनि मेरो नजरमा गगन थापाले लिएको यो निर्णयप्रति उच्च
उच्च सम्मान छ। धन्यवाद।